funny Maggie stories. एक सुन्दर जंगलमा सबै जनावरहरू मिलेर शान्तिपूर्वक बस्थे। तिनीहरूलाई आफ्नो चतुर साथी फिनलोम्सो सङ्कटको समयमा सधैँ सहारा दिन्थ्यो। एक दिन गर्मीको मौसममा फिनले पहाडको माथिबाट कालो धुवाँ देख्यो। जंगलतिर आगो तीव्र गतिमा फैलिँदै थियो। फिनले सबै जनावरहरूलाई मैदानमा भेला गर्यो र जंगललाई आगोबाट बचाउने योजना सुनायो। फिनको निर्देशनमा सबै जनावरहरूले आगोलाई रोक्न पथ खाली गर्न थाले। हात्तीहरूले रुख उखले, हरिणहरूले घाँस र साना जनावरहरूले पात र सुक्खा डाँठ हटाए। जब आगो नजिक आइरहेको थियो, चरा र बुद्धिमान उल्लुले तालबाट पानी ल्याए र आगोलाई निभाउन थालिहाले। सबै जनावरहरूले बहादुरीका साथ आगोसँग लडे। चराहरूले माथिबाट पानी छर्के, हात्तीहरूले आफ्नो सुँडले पानी फ्याँके र आगो फैलिन रोकियो। धेरै मेहनतपछि आगो नियन्त्रणमा आयो। फिनको चतुर सोच र सबैको एकताका कारण जंगल सुरक्षित रह्यो। त्यस दिनदेखि सबै जनावरहरूले आफ्नो जंगललाई मिलेर जोगाउने कसम खाए। उनीहरूले बुझे कि एकता नै सबैभन्दा ठूलो शक्ति हो। र यो कथा यही समाप्त हुन्छ। अनि हजुरले यस कथाबाट के शिक्षा पाउनुभयो त? मम्मी ड्याडीसँग छलफल गर्नुस् है।